हेलो नमस्ते सबैजनालाई, सबैजना सन्चै होला। यहाँ हामी पनि सन्चै भएर यसरी हिँडिरहेछौँ। आजको मौसम चाहिँ यस्तै छ। धेरै दिन पछाडि भ्लग बनाइँदैछ साथीहरू। यस्तो छ है साथीहरू, तालु पिल्सेर घामले लित्तै भइसकेको छ है। यस्तो छ। यता हाम्रो ह्यान्डसम दाइ चाहिँ टिक्क परेर घाममा टल्किँदै हिँड्दै हुन्छ। त्यस्तै छ है साथीहरू पारा। घामले डढेर छैन नि। टिम्बुको पत्ता माछा 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 हुन्छ होला। धान खेती पनि यस्तो भएर हजुर अब अलिक पछि दामी बनाउँदैछ। यहाँ चाहिँ पार्क बन्दैछ साथीहरू। अलिक पछि यहाँ खेल्न आउनुपर्छ टक्क होइन। केटाकेटी आएर सो बोयफ्रेन्ड गर्लफ्रेन्ड जोडी भएर आउनुपर्छ पुरा होइन। अङ्गालो मार्दै क्या दाम हुन्छ यस्तो हुन्छ है साथीहरू। यहाँ छ मकैबारी दर्याम दर्याम हरियो काक्लो कर्याम कर्याम ल यस्तो छ है साथी। सबैमा दुईटा घोगा फलेको छ। दामी फस्टाएको रहेछ नि, दुईटा तिनवटा पनि रहेछ त्यसमा। माथि यस्तो घाममा हाम्रो हजुरबाले काम गर्दै हुनुहुन्छ। यहाँ यस्तो हुन्छ, काममा व्यस्त हुन्छन् सबैजना, आफ्नै आफ्नै काम गर्छन्। नेपालको जस्तो हल्लेर हिँड्ने काम चाहिँ हुँदैन। त्यत्तिकै विकसित भएको होइन नि त। सुतेर बसेर विकसित हुने होइन नि त, गर्नु पर्यो नि त। कुकुर पनि क्या विकसित, कुकुरले पनि काम गर्छ। हामी मात्र दुईजना मात्र काम नहुने, अलिक लखर लखर कुकुर यस्तो छ। छपाते आउले कि 5 आउले एक तो 3 4 5 6 7 आउले वाले छ। 7 हो। ठाउँ ठाउँमा ऐना पनि राखिदिएको हुन्छ। आफ्नो अनुहारहरू हेर्नु पर्यो। कलर हो त्यो फुलेको होइन, घामले टल्केको हो। हामी चाहिँ गाउँमा आइपुग्यौँ, सानो गाउँ। यहाँ रेलको लिक पनि छ साथीहरू, देख्न सक्नुहुन्छ। म देखाउने नै छु। रेल हिँड्थ्यो पहिला, रेल लिक यस्तो छ। खैके रेल आया किन्दियो हो, खैके मिन्दियो हो भने जस्तो क्या। ठाउँ ठाउँमा बस्ने ठाउँ नै बना हुन्छ नि। फेरि यसरी बस्नु पऱ्यो होइन, यसरी आरामले यसरी बस्नु पऱ्यो। अनि फेरि हिँड्नुपर्छ यसरी। ठाउँ ठाउँमा यस्तो पनि छ, यसरी बस्नु पऱ्यो, अनि फोटो खिच्नु पऱ्यो, खिच्रै गरेर हिँड्नुपर्छ। यसरी घाममा लखर लखर हिँड्यो यसरी कुद्यो आफ्नो आफ्नै तालमा हिँडेर। 25 त ठिकै छ है।
बाटो होइन त्यही त लास्ट टाइम खोइ कता खोइ अलिक पुगेको छैन गेटको अगाडि पुग्नै लाग्यो मात्रै आइपुग्नु लाग्यो यो गेट यो कि देखिए ए ल ल देखिए सुन दिया उद्या ये नाइस ल साथी हो आइपुग्यो साथी कहाँ छ हाम्रो साथी हाँ भइसक्यो पैसा यहाँ दिन्छ पुग 100 रुपियाँ सायद एक पखंगा भन्दा ब्याग निकाल्यो ए यहाँ छ ब्याग बजार देखाइदिनु पर्यो नि त बजार साथीहरू होइन भ्लग मात्र बनाएको ल हामी 3 भाइ यस्तो मजाले चिन्चे हुँदैछ यहाँ रमाइलो गर्दैछौँ घामले अहिले चाहिँ हामी ठ्याक्कै साउदीमा छौँ भन्दा नि हुन्छ यति साह्रो गरौँ यार साउदीको कुन ठाउँ हो यो साह्रो छ होइन हो 25 लसुन आफै नेपालमा व्यापार गरे जस्तो है सरकारी बजार ल आयो त आयो आलु आयो आयो आलु आयो तरकारी आयो प्याज आयो प्याज आयो प्याज आयो कोला 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 लासे लासे तर